सम्माननीय सहमुख महोदय, सर्वप्रथम रामेछापवासीलाई हार्दिक सम्मान गर्दै रामेछाप जिल्लाको गम्भीर अवस्थाको बारेमा यस सम्मानित सदन मार्फत सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। देशमा जनसङ्ख्या बढिरहँदा रामेछापमा भने 1.6% घट्नु अत्यन्तै चिन्ताजनक छ। बसाइसराईले जिल्ला रेतिँदै छ, गाउँ उजाड बन्दै गएको छ। यसको मुख्य कारण बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव, खानेपानीको समस्या, पूर्वाधारको कमी र वन्यजन्तुको आतंक हो। सुनापति गाउँपालिकाको केउरिनी बस्ती पुरै बगेको छ। 72 घरधुरीलाई तत्काल स्थानान्तरण गर्न आवश्यक छ। ग्याप्चे पहिरोले हजारौं जनजीवन असुरक्षित बनाएको छ। गोसा र घुमदेलका नागरिकको झन कष्टप्रद जीवनयापन छ। रामेछापका सडक, खानेपानी लगायत विकास आयोजनाहरू समयमै सम्पन्न नहुँदा तथा बीपी राजमार्ग निर्माणमा ढिलाइका कारण जनजीविकामा गम्भीर असर पारेको छ। उक्त समस्याहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।